बुबाकी बलात्कारी शैतान होटलको बेडमा बसेर आफ्नै छोरीलाई यौन क्रिया सिकाउने बुबाको डर लाग्दो करतुत। दशविन आज यो समाचार सुनाइरहँदा मेरो मुटु कापिरहेको छ। एउटा अबोध छोरी जसले संसारकै सबैभन्दा सुरक्षित ओत आफ्नो बुबालाई ठानेकी थिइन्। ती बुबाले उनको जीवनलाई सानै उमेरमा जिउँदो लास बनाइदिएको छ। इनसाइड द बंकर कार्यक्रममा ती पीडित युवतीले रुँदै सुनाएको बयानले आज ढुङ्गाको मन पनि पगाल्छ। कल्पना गर्नुहोस् त 6 वर्षको उमेर जुन बेला एउटी बालिकाले बुबाको काखमा बसेर कथा सुन्छिन्, त्यही बेलादेखि यी युवतीले आफ्नै बुबाबाट यौन हिंसा भोग्नु पर्यो। उनले भक्कानिँदै भनेकी छिन्, 8 वर्षको हुँदा जब बाबाले मेरो लुगा फुकाल्न थाल्नुभयो म खुसी थिएँ। आज मम्मीले जस्तै बाबाले नुहाइदिन लाग्नुभयो भनेर, तर त्यो नुहाइदिने खुसी होइन, मेरो अस्मिता लुट्ने नर्कको सुरुवात रहेछ। यतिले मात्र त्यो पापी बुबाको मन भरिएन। उनले पैसाका लागि आफ्नै छोरीलाई होटलका कोठाहरूमा पराई पुरुषहरूसँग यौन धन्दामा लगाए। बुबा अर्को बेडमा बसेर छोरीलाई यसरी गर उसरी गर भन्दै यौन क्रिया सिकाउँथे। म बाबाको मुखतिर हेरिरहन्थे। अब त बाबाले मेरो छोरीलाई छोडिदिए भन्नुहोला नि, तर उहाँले त उल्टै सिकाउनुहुन्थ्यो। ती युवतीले भक्का निदै सुनाएकी छिन्। ती बुबाले पहिले आफ्नै श्रीमतीलाई बाहिरबाट मान्छे ल्याएर यौन व्यापारमा लगाएका थिए। पछि त्यही दलदलमा छोरीलाई पनि धकेले। ती युवती आज भन्छन्, म केवल मनोरञ्जनको एउटा खेलौना मात्र भए। मेरो जीवनका सबै सपना चकनाचुर भए। आफ्नै सन्तानलाई बलात्कार गर्ने र यौन धन्दामा लगाउने यस्ता शैतानलाई कुन कानूनले सजाय देला? के यस्तालाई समाजमा बाँच्ने र बुबा भन्ने अधिकार छ? यस्ता अपराधीलाई बीच सडकमा उभ्याएर कारबाही गर्नुपर्छ।